हेलो गुड मर्निङ स्वागत छ हजुरहरू सबैजनालाई। आज मेरो डे 2 भनौँ न, डे 2 मिनी ब्लगमा है। आज चाहिँ बिहान बिहानै यति राम्रो मौसम भइरहेको थियो, मौसम राम्रो भइरहेको थियो। अब बिहानै नानी भएपछि त है सबैभन्दा पहिले नानीलाई नै प्राथमिकता दिनु पर्यो नि त। अनि मैले चाहिँ नानीलाई चाउलो बनाउनलाई रेडी गरिदिँदै थिएँ। मेरो चाहिँ आज चक्कु नै बाँच्यो, अनि मैले फेरि अर्को चक्कुले काटेँ है साथीहरू। अनि त्यस पछाडि चाहिँ के भन्न आएको भने नि, म चाहिँ आज एउटा कुरा के मेरो मनको कुरा के तपाईँहरूलाई गर्न मन लागेको कि जिन्दगीमा होइन, कसैले केही भन्छ, कसैले केही गर्छ भने नि त्यसको पछाडि कहिले नभाग्नु कि आफ्नो मनबाट जे चाहन्छ मनले त्यही गर्नु कि कसैले मलाई केही भन्ला कि कसैले मलाई के गर्ला कि भनेर चाहिँ लाइफमा नबस्नु कि रहेछ कि आफू चाहिँ यति धेरै मेन्टल्ली फिजिकल्ली है एकदम स्ट्रङ हुनुपर्ने रहेछ क्या। अनि मात्रै कसैले आफूलाई हेर्न सक्दैन क्या, कसैले आफूलाई दबाउन सक्दैन है। अनि त्यस्तै हो साथीहरू जिन्दगीमा के गर्नु है। अनि मैले चाहिँ नानीलाई चाउलो पकाइसकेँ पनि है। अनि नानी र म एकछिन फेरि यस्तो नाटक गरिरहेको छु होइन, नानीलाई लिएर। अनि यति भन्दा भन्दै मेरो चाउलो पनि पाएको है। मलाई फलो गर्नुभएको छैन भने फलो गरिदिनु होला। हस् त, मेरो छोरीको नाटक हेर्नु होला लास्टमा है त साथीहरू। बाई।